हेलो एभ्रिवान। आज हामी तपाईँहरूलाई हामीसँग आएको यो मल्टिफङ्सनल ओटिआर देखाउन गइरहेको छु, पाम ओटिडिआर। यसको बाहिरी प्याकिङ चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ बाहिरी प्याकिङ। सो आफ्टर द्याट यसमा आउने अरू के छ चिजहरू भन्दा यो युजर म्यानुअल, यो चाहिँ युजर म्यानुअल भयो र यसलाई खोलेर हेरौँ है त। यसको बक्स, क्यारिङ बक्स यस्तो छ, क्यारिङ बक्स यस्तो छ तपाईँको थैली जस्तो। ओके, सो यसलाई पनि खोलेर हेरौँ। यसको भित्री तपाईँको प्याकिङ बक्स चाहिँ भित्री इनर साइड चाहिँ यस्तो खालको छ है त। अब यसमा आउने एक्सेसरिज भनेको चाहिँ एउटा यो एडाप्टर, यो डाटा केबल चाहिँ डाटा केबल चार्जिङको लागि अनि डाटा एक्सट्रेक्सनको लागि, अनि यो कनेक्टर एफसी युपिसी एउटा कनेक्टर आउँछ एक्स्ट्रा। अनि अर्को यसमा आउने भनेको एक्सेसरी यो क्यालिब्रेसन सर्टिफिकेट। सो अब मेन तपाईँको ओटिडिआर जस्तो छ, एट्र्याक्टिभ कलरमा है त, एट्र्याक्टिभ कलरमा चिटिक्क परेको डिजाइन छ, हेर्न सक्नुहुन्छ बाहिरबाट। देन यसलाई अब खोलेर हेरौँ। यसमा यो 3वटा पोर्ट छ, एउटा ओपिएम, पावर मिटर, भिएफएल र ओटिडिआरको पोर्ट। अनि यसमा यतापट्टि तपाईँको टाइप सी चार्जर पोर्ट, चार्जिङ पोर्ट, अनि यतापट्टि डाटाको लागि, डाटा केबलको लागि, यसरी यो डाटा केबलको लागि होइन, यो इथरनेट पोर्ट, इथरनेटको लागि। र अर्को भनेको चाहिँ यो चाहिँ इथरनेटको रिमोट, क्याट 6 टेस्ट गर्नलाई रिमोट हो यो। र यसको ब्याट्री चाहिँ यतापट्टिको साइडमा आउँछ। सो अब अन गरेर देखेरौँ। ओके, यहाँ विभिन्न फङ्सन्सहरू देख्न सक्नुहुन्छ। यो चाहिँ टच र किप्याड दुइटै हो। ल, यसमा ओके, यसमा चाहिँ तपाईँको एक्स्ट्रा फिचर्स भनेको टच पनि छ है त। यसको टर्च पनि बल्छ, हेर्न सक्नुहुन्छ तपाईँले यहाँनिर टच पनि बल्छ। सो यसमा रहेको फिचर्सहरू एउटा ओटिडिआर, अनि भिएफएल, अप्टिकल पावर मिटर, लेजर सोर्स, इभेन्ट म्याप,